Hello everybody, welcome to the channel. And as you know, आज चाहिँ हामी स्क्रैचमा एउटा गेम डेभलप गर्न गइराखेका छौँ. ओके, सो स्क्रैचमा गेम डेभलप गर्नुभन्दा पहिला चाहिँ यहाँहरूले आफ्नो ल्यापटप अथवा आफ्नो पीसीमा स्क्रैच एप्लिकेसन डाउनलोड गरेको हुनुपर्छ. स्क्रैच एप्लिकेसन डाउनलोड गर्नको लागि तपाईहरु माइक्रोसफ्ट स्टोरमा गएर यसलाई सजिलैसँग डाउनलोड गर्न सक्नुहुन्छ है त. सो नाउ एज यु क्यान सी हाम्रो ल्यापटपमा अलरेडी स्क्रैच डाउनलोडेड छ र मैले यसलाई रन गरिसकेको छु. अब रन गरिसकेपछि आएर हजुरले स्क्रैचमा यस्तो खालको एउटा इन्टरफेस देख्न सक्नुहुन्छ. ओके, अब यो इन्टरफेसमा यहाँहरूले देखिरहेको यहाँ जुन क्याट जस्तो देख्नु भएको छ यो भनेको चाहिँ हामीले स्पिरिट भनेर भन्ने गर्दछौँ यसलाई. ओके, र बाइ डिफल्ट हाम्रो स्क्रैचमा यही स्पिरिट नै अलरेडी सेट गरेको हुन्छ. तपाईहरुले यहाँ यसमा क्लिक गरेर जुनसुकै स्पिरिट पनि चुज गर्न पाउनुभयो. ओके, सो नाउ अब चाहिँ यहाँ गएर हामीले देख्न सक्छौँ हैन, स्पिरिट 1 भनेर दिएको छ. यसलाई काटेर तपाईहरुले आफ्नो स्पिरिटको जे नाम दिँदा पनि हुन्छ. मैले चाहिँ टम भनेर राखेको छु. यसको साइडमा छ एक्स एक्सिस भनेर र वाई एक्सिस भनेर छ. एक्स एक्सिस भनेको चाहिँ यसलाई हरिजोन्टल प्लेनमा अगाडि पछाडि मुभ गर्ने, वाई एक्सिस भनेको चाहिँ यसको अप एन्ड डाउन मुभमेन्टलाई भन्छ. ओके, त्यसपछि एउटा साइज भनेको छ. साइज भनेको चाहिँ हाम्रो स्पिरिटको साइज कति राख्ने त त्यो गयो. र डाइरेक्सन भनेको चाहिँ हामीले आफ्नो स्पिरिटलाई कुन एंगलमा सेट गर्न चाहन्छौँ त्यो भयो है. यसलाई चाहिँ मैले अहिलेको लागि 90 डिग्रीमा नै राखेको छु. ओके, सो विदाउट एनी फर्दर डिले लेट्स बिगिन आवर प्रोग्राम. सो सबैभन्दा पहिला हामी चाहिँ इभेन्ट ब्लकमा जानुपर्छ र इभेन्ट ब्लकमा गइसकेपछि आएर यो ब्लकलाई चाहिँ हामीले सेट गर्छौँ. ओके, त्यस सँगसँगै हामी कन्ट्रोल ब्लकमा जाने. कन्ट्रोल ब्लकमा गइसकेपछि आएर फरएभर लुपलाई यहाँ सेट गर्छौँ र फरएभर लुपभित्र फेरि हामीले कसलाई राखिन्छ, इफ लुपलाई राख्छौँ. ओके, अब यसपछिबाट हाम्रो सबभन्दा पहिलो काम के छ त भनेदेखि यसलाई हामीले यो ब्याकग्राउन्डमा फ्रीली मुभ गर्न सक्नु पर्यो है. त्यो मुभमेन्टको लागि हामीले की प्रेस गर्नुपर्ने हुन्छ किबोर्डबाट. अब त्यो की प्रेस गर्दाखेरि यसले कस्तो रेस्पोन्स दिन्छ त त्यो कुरा चाहिँ हामीले अब सेट गर्छौँ. सो त्यसको लागि हामी केमा जान्छौँ, पहिला सेन्सिङमा गएर यहाँ देख्न सक्नुहुन्छ की स्पेस प्रेस्ड भनेर राखेको छ. यसलाई चाहिँ लगेर हामी इफ ब्लकमा लगेर राख्छौँ. यो चाहिँ हाम्रो कन्डिसन हो. ओके, इफ की कुन की भनेदेखि लेट्स से राइट एरो की इज प्रेस्ड, देन राइट एरो की प्रेस हुन बित्तिकै के हुनु पर्यो, यो अगाडि मुभमेन्ट हुनु पर्यो, फरवर्ड मुभ गर्नु पर्यो. त्यसको लागि के गर्नु पर्यो, फरवर्ड भनेको कुन एक्सिसमा पर्यो, एक्स एक्सिसमा पर्यो. त्यही भएर यहाँ तल आइसकेपछि यहाँ देख्नुहुन्छ तपाईहरुले सरी यसमा हैन मोसनमा जाउँ र मोसनमा गइसकेपछि यहाँ देख्न सक्नुहुन्छ चेन्ज एक्स बाइ 10 भनेर दिएको छ. यसलाई लगेर यहाँ फिट गरिदिने. ओके, यो भइसकेपछि के हुन्छ, राइट एरो की प्रेस गर्न बित्तिकै हाम्रो स्पिरिट 10 स्टेप अगाडि जान्छ. ओके, लेट्स सी, क्लिक अन द ग्रीन फ्ल्याग र राइट एरो की. सी एज यु क्यान सी यो मुभ गर्छ. अब सेम चिज हामीले गर्नु पर्यो यसलाई पछाडि ल्याउनको लागि, माथि मुभ गर्न र तल मुभ गर्नको लागि. सिम्पली मैले के गर्छु, यहाँ राइट क्लिक एन्ड डुप्लिकेट र यसलाई यही लुपभित्र सेट. वन्स अगेन राइट क्लिक डुप्लिकेट, यो भयो अपको लागि, राइट क्लिक डुप्लिकेट, यो भयो डाउनको लागि. ओके, अब यहाँ हेर्नुहोस् है त, वेन राइट एरोको ठाउँमा म पछाडिको लागि लेफ्ट एरो र चेन्ज एक्स बाइ 10 नभएर पछाडि जानको लागि -10. ओके, सेम यहाँ अब अपको लागि जानु पर्यो भने अप एरो र एक्स होइन है, हामीले यहाँ एक्स राख्दैन, हामीले यहाँ के राखिन्छ, तल र माथिको लागि अप एन्ड डाउन मुभमेन्टको लागि हामी केमा जान्छौँ, वाईमा जान्छौँ. सो चेन्ज वाई यहाँ राख्छौँ र वाई बाइ 10. अनि तलको लागि चाहिँ हामी डाउन एरो र सेम यसलाई हटाएर चेन्ज वाई बाइ, ल भन्नु त तलको लागि के हुनु पर्यो, -10 हुनु पर्यो. ओके, ल यति सेट भइसकेपछि आएर हेरौँ है त यसको मुभमेन्ट यहाँ हेर्नु होला. स्टार्ट, ब्याक, फरवर्ड, अप, डाउन. ओके, सो यो अब चाहिँ हाम्रो स्पिरिट हाम्रो ब्याकग्राउन्डमा फ्रीली मुभ गर्न सक्ने भयो. अब चाहिँ हामी के गर्ने त भनेदेखि अझै एउटा स्पिरिट लिएर आउँछौँ. ओके, लेट्स से बास्केटबल. बास्केटबल मैले यहाँ राखेको छु. अब हाम्रो गेमको एकर्डिङ यहाँ के हुनुपर्छ, क्याटले यो बललाई यदि टच गर्यो भने बल
ऱ्यान्डम पोजिसनमा जानु पर्यो ओके क्याटले बललाई टच गर्यो भने बल चाहिँ ऱ्यान्डमली कुनै एउटा पोजिसनमा जानु पर्यो जस्ट फार अवे फ्रम द क्याट ओके त्यसको लागि हामी के गर्छौँ सबभन्दा पहिला त इभेन्ट ब्लकमा गएर यसमा क्लिक गर्छौँ र अहिले कुरा ध्यान दिनुहोस् है त यतिखेर हामीले बास्केटबल भन्ने स्पिरिटमा प्रोग्रामिङ गर्दैछौँ है टम भन्ने स्पिरिटमा हाम्रो प्रोग्रामिङ भइसकेको छ अब चाहिँ हामी बास्केटबल भन्ने स्पिरिटमा प्रोग्रामिङ गरिरहेका छौँ सो सबभन्दा पहिला सेम त्यस पछाडि हामी कन्ट्रोल ब्लकमा गएर फेरि फरएभर लुप राख्छौँ र फरएभरभित्र फेरि इफ लुपलाई सेट गरिन्छ अब के गर्नुपर्ने हो यदि यो क्याटले यसलाई टच गर्यो भने यो ऱ्यान्डम पोजिसनमा जानु पर्यो त्यसको लागि फेरि हामी सेन्सिङमा जाने र यहाँ सबभन्दा माथि टचिङ भनेर दिएको छ यसलाई लगेर इफ स्टेटमेन्टमा एज अ कन्डिसन राख्ने अब टचिङ कसले टच गर्ने भन्दाखेरि यहाँ हाम्रो अटोमेटिकली आउँछ टम भन्ने स्पिरिटले टच गर्यो भने के हुनु पर्यो त त्यसको लागि फेरि मोसन ब्लकमा यहाँ देख्न सक्नुहुन्छ गो टु ऱ्यान्डम पोजिसन भनेर दिएको छ यसलाई लगेर यहाँ सेट गर्नुहोस् ओके द्याट्स इट नाउ चेक इट अगेन ल हेर्नु है त जब यो क्याटले यसलाई टच गर्छ यो ऱ्यान्डम पोजिसनमा पुग्छ सो अब चाहिँ हामीले यहाँ स्कोर एड गर्छौँ ल अब स्कोर एड गर्नको लागि हामी जान्छौँ भेरिएबल ब्लकमा हामीसँग स्कोर भन्ने कुनै भेरिएबल छैन त हामीले के गर्नु पर्यो स्कोर भन्ने भेरिएबल बनाउनु पर्यो जसको लागि मेक अ भेरिएबलमा क्लिक गर्नुहोस् र यसको नाम राख्दिनु स्कोर अथवा पोइन्ट जे राख्दा पनि हुन्छ ओके र यसमा चेक गर्नुहोस् नाउ यु क्यान सी यहाँ स्कोर भन्ने भेरिएबल आएको छ ओके अब स्कोर भन्ने भेरिएबल के हुनु पर्यो बढेको हुनु पर्यो नि त ओके सो त्यसको लागि हामीले के गर्छौँ सेट माई भेरिएबल टु 0 छ यसलाई सबभन्दा पहिला यहाँ लिएर राख्छौँ र यो माई भेरिएबल होइन हामीले स्कोरलाई सेट गर्ने हो सेट स्कोर टु 0 छ नि होइन सेट स्कोर टु 0 त्यही भएर हाम्रो स्कोर जहिले पनि 0बाट स्टार्ट हुन्छ र यसपछि टचिङ बाई यो जुन हामीले यो ब्लक राखेको छौँ यो एक्सन पर्फर्म भइसकेपछि हाम्रो जुन स्कोर छ त्यो कतिले बढ्नु पर्यो 1 ले बढ्नु पर्यो सो त्यसपछि हामीले यसलाई लिएर यहाँ राखिन्छ ओके हेर सेट गर्छौँ र माई भेरिएबल होइन के हो स्कोर चेन्ज स्कोर बाई 1 ल यति नै भयो अब यसलाई रन गरौँ है त सी ओके सी टच भयो ऱ्यान्डम पोजिसनमा गयो हाम्रो स्कोर 1 ले बढ्यो फेरि तल फेरि यु क्यान सी 2 यसलाई फुल स्क्रिनमा गर्छु मैले नाउ यु क्यान सी इट क्लियरली है अब यहाँ स्कोरमा ध्यान दिनु है त ए ल जब यो ट्रमले यो बास्केटबललाई टच गरेको छ तब हाम्रो स्कोर बढिरहेको छ सो यसरी चाहिँ तपाईँले एउटा सिम्पल गेम बनाउन सक्नुहुन्छ र यसलाई अझै इन्ट्रेस्टिङ बनाउनको लागि हामीले पछाडि यहाँ केही ब्याकग्राउन्ड राख्न सक्छौँ ब्याकग्राउन्डको लागि चुज ब्याकग्राउन्डमा जाने र यहाँ गएर जुनसुकै ब्याकग्राउन्ड पनि यहाँहरूले सेलेक्ट गर्दा हुन्छ जस्तो कि मैले यहाँ ब्लू स्काईलाई सेलेक्ट गरेको छु अब फेरि यसलाई फुल स्क्रिनमा गरेँ मैले एन्ड नाउ सी ओके इन्ट्रेस्टिङ राइट सो द्याट्स इट आजको लागि यति नै इफ यु लाइक द भिडियो देन प्लिज लाइक एन्ड सब्सक्राइब